च्यानल हो हेलो हामी त मिडियामा बोलिरहेको अनि के बोल्यो त त्यही सोध्दो रहेछ त यो बनेर कस्तो लाग्यो कस्तो आफ्नै गाउँमा यस्तो निर्णय के भन्नु आँट्दैन किन यो त मजाले बोलाउनु अब यो बोलिहाल्नु म चाहिँ के भन्नु म चाहिँ किन के भन्नु भरे आउँछ अरे युट्युबमा हेर्नु न त्यहाँ यहाँ दिइरहेछ उयो लोगो खोइ यो प्लेनमा हामी पनि चढौँ न हुन्छ कि तर रिङबाट चल्छ ठुलो मान्छे चढ्छौ सानो मान्छे चढ्नु प्लेन बाँगिरहेको ल गाइज यो चाहिँ नौलो बस्तीको यहाँ चाहिँ पार्क हेर्नुहोस् है यो चिन्नुहुन्छ होला गाइज है यो चिन्नुहुन्छ होला यो के हो कहाँ छ भनेर होइन आज चाहिँ उयो गोलो ढिक्का चाहिँ बन्द रहेछ है त्यही भएर सबै मान्छेको गुनासो छ हेर्नुहोस् यो पार्क कस्तो दामी छ क्या होइन तपाईँहरू पनि आउनु होला यहाँनिर जस राम्रो छ ल गाइज टिकटक बनाउने जारी छ यहाँनिर हेर्नुहोस् हाम्रो चाहिँ आज यहाँ फोटोसुट हुँदैछ हेलो हाम्रो भेनाको च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला बेल आइकन थिच्दिनु होला टिकटक उयो फोटो बना उयो गर्न के अरे उयो के पो हेलो एभ्रीवन टेलिफिल्म पनि एउटा बनाइदिइहाल्छ कुमारेर हेलो साथीहरू भन्न पहिले फोटोसुट खिचौँ न लु खिच्छु है म त ल फाइनली गाइज हामीले फोटोसोटो पनि खिच्यौँ है अब दामी तरिकाले फोटोसोटो खिच्यौँ हेर्नुहोस् यहाँको आज 1 गते भएर होला क्या साह्रै रमाइलो जस्तो लागिरहेछ काम गर्नु पनि गइएन होइन अब त्यस्तै सफारी गइदिन्छ काम गर्नु पनि गएन तपाईँको चाहिँ अब हेर्नु न ठाउँ दृश्य हेर्नु त कस्तो दामी क्या होइन राम्रो छ नि ठाउँ दामी छ क्या दामी अब हेरौँ न केटाकेटीहरू खेल्ने ठाउँहरू छन् है केटाकेटी खेल्ने ठाउँहरू लगाइज हेर्नुहोस् उताबाट देखाउँदाखेरि पुरै अँध्यारो छ नि त होइन अँध्यारो मात्रै क्या छायामा अब ओरिजिनल ब्रान्डेड मोबाइल होइन नि त यो साधारण मोबाइलबाट बनाएको सबैजना केटाकेटीहरू चाहिँ खेल्ने क्रम जारी छ यहाँ हेर्नुहोस् यहाँ चाहिँ मेरो भान्जा पुरा पिङ खेल्दैछ हेर्नुहोस् यस्तो छ नाङबारु नखेल्ने अब siap saja, waktu kopi di tahu bang,
च्याप्छ ल बाबु यता बस च्याप्छ ल लागो च्याप्छ के बाबु यता बस न कसरी जाने हो हेर्नुहोस् लगाइच है जिन्दगी गोरेटामा यस्तै छ हेर्नु होला आज हामी आएको बुढाबुढी यहाँ टिकटक बनाउन व्यस्त छ मेरो बुढी चाहिँ यतातिर आइज कि आइज भन्दैछ ल एकछिन राखेँ ल